नमस्कार अनि स्वागत छ सबैजनालाई मेरो युट्युब च्यानलमा। आजको भिडियोमा हामी कुरा गर्दैछौँ एसवाई प्यानल नेपाल लिमिटेडको आइपिओ रिभ्यू बारे। यो कम्पनी कस्तो काम गर्छ, यसले कति सेयर सर्वसाधारणको लागि ल्याउँदैछ र यसमा लगानी गर्नु ठिक हो कि होइन, सबै कुरा सरल भाषामा बुझ्नेछौँ। तपाईहरु यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन्दै अब भिडियो सुरु गर्न चाहन्छु। अब कुरा गरौँ आइपिओ को। कम्पनीले यस पटक 40,76,156 युनिट शेयर्स सर्वसाधारणमा ल्याउँदैछ। प्रति शेयर फेस भ्यालु 100 रुपैयाँ रहेको छ भने यस कम्पनीको कुल करिब 40 करोड 76 लाख रुपैयाँ बराबरको पुँजी उठाउनेछ। यस कम्पनीको इस्यु म्यानेजर प्रभु क्यापिटल रहनेछ र आइपिओ कार्तिक 19 नोभेम्बर 5 बाट खुल्नेछ र कार्तिक 25 नोभेम्बर 11 मा बन्द हुनेछ। अब हेरौँ कम्पनीका मुख्य फाइनान्शियल डाटाहरू। कम्पनीको हालको पेड अफ क्यापिटलको कुरा गर्ने हो भने करिब 1 अर्ब 30 करोड रुपैयाँ रहेको छ। पछिल्लो आर्थिक वर्षमा कम्पनीको इपीएस अर्निङ पर शेयर 8.81 रुपैयाँ रहेको छ। कम्पनीको नेट वर्थ पर शेयर हेर्ने हो भने 115.42 रहेको छ। यो डाटा हेर्दाखेरि कम्पनी त्यस्तो हाई ग्रोथ कम्पनी देखिँदैन, स्थिरै देखिन्छ। इक्रा नेपालले एसवाई प्यानल नेपाललाई इक्रा एनपी इस्यु रेटिङ BB+ दिएको छ। BB+ रेटिङले के जनाउँछ भने कम्पनीको आफ्नो वित्तीय दायित्व पूरा गर्न सक्षम छ, तर एक्सटर्नल फ्याक्टरले असर पार्न सक्छ। यसले मिडियम रिस्क जनाउँछ। यो राम्रो हो तर उत्कृष्ट भने होइन। यसले सर्ट टर्मका लागि खास रिटर्न नदिन सक्छ, तर लङ टर्ममा कम्पनीको उत्पादन क्षेत्रमा डिमान्ड बढ्दै गएकाले सम्भावना भने एकदमै धेरै देखिन्छ। समग्रमा हेर्दा एसवाई प्यानल नेपाल लिमिटेड एउटा स्थापित कम्पनी हो। यो कम्पनीले कोरियाली साझेदारको सहयोगमा प्यानल उत्पादन गर्छ, जसको बजार विस्तारको सम्भावना भने एकदमै राम्रो देखिन्छ। इपीएस पनि मध्यम छ, रेटिङ पनि ठिकठाकै पाएको छ। त्यसैले मिडियम रिस्क र मिडियम रिटर्नको कम्पनी हो यो। यदि तपाईले यसलाई लामो समयसम्म इन्भेस्ट गर्न खोजिराख्नु भएको छ भने एकदमै यसको भविष्य देखिन्छ, तर सर्ट टर्ममै चाहिँ यसले राम्रो प्रफिट जेनेरेट गरेर तपाईलाई रिटर्न राम्रो दिने सम्भावना भने अलिक कमै देखिन्छ। तपाईले यस कम्पनीको आइपिओमा आवेदन दिनको लागि मेरो शेयरको मोबाइल एप्लिकेसन अथवा वेब ब्राउजरमा गएर आवेदन दिन सक्नुहुन्छ। यसमा तपाईले बढीमा 50,000 कितासम्म आवेदन दिन सक्नुहुन्छ भने कम्तीमा 10 किता आवेदन दिन सक्नुहुन्छ, तर 10 किता भन्दा बढी नदिनु होला, किनभने पर्ने सम्भावना हुँदैन। 10 किता भन्दा बढी दिए पनि तपाईको पैसा मात्रै होल्ड हुने हो। यो थियो एसवाई प्यानल नेपालको आइपिओ सम्बन्धी सम्पूर्ण जानकारी। यहाँहरुलाई भिडियो कस्तो लाग्यो कमेन्टमा लेख्न नबिर्सनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गरिदिनु होला। र यति भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। जय नेपाल।